सर्वप्रथम आज अनि मार्फा समाजमा बुद्ध जयन्तीको अध्यक्ष उहाँले अनुरोध गरेर भन्यो हो। अनि एकमा चाहिँ हाम्रो बुद्ध धर्म समाज भनौँ छोकचुङ नामचुङ मोटु छोकचुङ भनेर फिलहालमा एउटा अहिले बनाएको छ। उहाँको सदस्य सुटिमला उहाँहरू काम गर्ने धेरै छ। उनीहरू सबै भलन्टरी हो, धर्मलाई सोचेर काम गर्नेछ। अनि उहाँहरूले पनि अनुरोध गरेको कारणले चाहिँ अनि आज यहाँ मार्फा समाजमा आउन सके। हजुरहरूले सबैले पनि धर्मलाई ठुलो सोचेर धेरै महत्त्वपूर्ण सोचेर आफ्नो समयहरू सबै दिएर जति काम छ सबै छोडेर अनि यहाँ आउनु भएको। अनि हामी यस्तो मिल्नु पाएकोमा मलाई चाहिँ धेरै खुसी भएको। अनि पहिला हजुरहरू सबैलाई नमस्कार भन्न चाहन्छु। नमस्ते। तिब्बतीमा चाहिँ अनि टसिदेले भन्छ, त्यो भन्न चाहन्छु। अनि म पहिला नै भन्न चाहन्छु, म हुनु त मेरो बा नेपाली भएको कारणले म पनि नेपाली हो, तर पनि 6 वर्षदेखि इन्डियामा अनि पढेको। अहिले 47 एज पुगेको छ। अब धेरै अनि समय चाहिँ इन्डियामै अनि धेरै समय बिताएको कारणले नेपाली धेरै बिर्सिन्छ। तर पनि आज जति सकेसम्म चाहिँ अनि म नेपालीमा अनि भन्न चाहन्छु। अनि अलिअलि नभए केही मिस्टेक भयो भनेदेखि माफी चाहन्छु। अनि ट्रान्सलेटर ट्रान्सलेटर नेपाली अनुवादलाई पनि मलाई सहयोग गरिदिनुहोस् भनेर अनुरोध गर्न चाहन्छु। अनि आज चाहिँ मैले भन्ने कुरा चाहिँ मेन चाहिँ अनि 4वटा कुरा भन्न चाहन्छु। एकमा चाहिँ अनि हामी एउटा जीव जयन्ती भएको कारणले त्यसको माथि हामी एउटा ह्युमन बिङ्स मनुष्य मानव भएको कारणले हामीले के गर्नुपर्छ, के जीवन लिनुपर्छ भनेको कुरा एउटा। 2मा चाहिँ अनि बुद्ध धर्म भने चाहिँ कसरी भएको, कसरी फैलाएको, अहिले बुद्ध धर्म भने चाहिँ स्थिति कहाँ पुगेको छ त्यसको कुरामा अलिकति भन्न चाहन्छु। त्यसको पछि बुद्ध धर्म भने चाहिँ सत्य के हो, त्यसको मतलब के हो, बुद्ध धर्मले के फाइदा छ, एउटा मान्छेले के फाइदा हुन्छ, फ्यामिलीलाई के फाइदा हुन्छ, विलेज समाजलाई के फाइदा हुन्छ, वर्ल्ड जम्बुलिङलाई के फाइदा हुन्छ, जीव जन्तुहरूलाई के फाइदा छ, त्यसको कुरामा अलिकति भन्न चाहन्छु। अनि यो चाहिँ 3रो कुरा हो। 14मा चाहिँ अब हामीले बुद्ध धर्मलाई संरक्षण कसरी गर्नुपर्छ, त्यसको उपाय के छ, त्यसको बारेमा चाहिँ मैले भन्न चाहन्छु। अब मैले आज भन्ने कुरामा चाहिँ अनि 4 कुरामा चाहिँ म भन्न चाहन्छु। अब पहिला नम्बर 1मा हामी मानव जीवन भएको कारणले हामीले के गर्नुपर्छ भन्ने कुरामा चाहिँ भन्न चाहन्छु।
पहिला हामीले के थाहा हुनु पर्यो भनेदेखि अहिलेको यो समय जो छ त्यो पहिलाको अनि समय जस्तो बसेको छैन। मैले जहिले पनि कुरा गर्ने बेलामा त्यो भन्दछु। अनि साइन्टिस्टहरूले के भन्छ भनेदेखि युनिभर्सल ग्यालेक्सी भन्ने हामी बस्नु ठाउँ भनेको त्यसमा चाहिँ धेरै किसिमको छ, काउन्टलेस धेरै छ भन्छ। यो अहिले हामी बस्नु ठाउँको वर्ल्ड चाहिँ एउटा हो, अर्को पनि धेरै छ। त्यही जस्तो बुद्धले भन्ने अनि बुद्धको ग्रन्थको भित्र पुस्तकको भित्र धेरै वर्ल्ड धेरै छ, ग्यालेक्सी धेरै छ भनेर भन्नुभएको। त्यो साइन्टिफिकहरूले भनेको कुरा र बुद्धले भनेको कुरा एकै भएको छ। त्यसो कारणले अहिले यो वर्ल्ड चाहिँ एउटा हो, यसमा चाहिँ हामी बसेको छ। त्यति कुरामा भन्छ यो खोज्छले भनेर यो एउटा। अब यो वर्ल्डको भित्र हामी मान्छेहरू अनि बसेको छ। यो वर्ल्डको भित्र पहिला मान्छे भएको समयदेखि अहिले 21st सेन्चुरी 21औं शताब्दीसम्म चारवटा समय भएको छ। एउटा समय कसो भएको छ भनेदेखि पहिला एउटा समयमा चाहिँ शिक्षा र धर्म भने चाहिँ नभएको, त्यसको माथि अनि वैज्ञानिक अनि खसा ढिङ्ग्रा आधुनिक शिक्षा मोडर्न एजुकेसन त्यो पनि नभएको। त्यो मात्र नभएर अहिले साइन्टिस्ट भनेर धेरै फेमस छ, साइन्स भन्ने त्यस्तो कुरा पनि नभएको। अब जोस धर्म पनि नभएको अनि साइन्स पनि नभएको त्यस्तो समय एउटा पहिला भएको छ। त्यो बेलामा हामी मान्छेले जिउ चाहिँ मान्छेकै जिउमा छ, तर सोचाइको तरिकाहरू अनि त्योहरू सबै अनि एनिमल्स जानवर जस्तो छ, धेरै फरक छैन। अनि खाना खाने, यता जाने उता जाने अनि फेरि सुत्ने कहिले कहिले जनावर भन्दा नराम्रो। फेरि जनावरमा भित्र टाइगरहरू, लायनहरू, बाघहरू हुन्छ। ऊ भोक लाग्नु बेलामा चाहिँ खाना खान्छ अनि मासु अलिअलि खान्छ होला, भोक नलाग्यो भनेदेखि धेरै खाँदैन। फेरि त्यो बेलामा हामी मान्छेले चाहिँ आफ्नो भोक त्यो मारेर पनि खाने, त्यसको मात्रै त्यो पनि मार्ने, उता पनि मार्ने, खानु नसक्ने तर मारेर बस्ने, त्यस्तो टाइम पनि भएको छ पहिला। अब जो त्यो पहिला त्यस्तो टाइम समय भएर त्यो सिद्धियो। त्यसको पछि समय के आयो भनेदेखि अनि यो वर्ल्डको भित्र अनि धर्मको कुराहरू आयो, धर्मदेखि भएको एजुकेसन अनि शिक्षाहरू आएको। त्यस्तो गरेर शिक्षा चाहिँ फैलायो। तर पनि अनि मोडर्न साइन्स अनि वैज्ञानिकहरू आएको छैन, भएको छैन। अनि मोडर्नको साइन्सको थ्योरीहरू भयो, त्योहरू भएको छैन। त्यस्तो समय एउटा। फेरि त्यहाँदेखि 6-7 सेन्चुरी, खास 16, 17, 18, 19 सेन्चुरी त्यो बेलामा चाहिँ फेरि मोडर्न साइन्स भनेको त्यस्तो शिक्षा आयो। मोडर्न साइन्स आएर चाहिँ अनि हाम्रो यो संसारभित्र धेरै विकास भयो। बाहिरको अनि त्योहरू सबै धेरै विकास भयो। फेरि संसारमा वैज्ञानिकहरू आएको कारणले विकास त धेरै भयो। त्यो सँगै अनि के बनाएको छ भनेदेखि हामी यताउता जुद्धको लागि बन्दुक बनाएको छ। फेरि अनि वैज्ञानिकहरूले चाहिँ अनि बमहरू बनाएको छ, मिसाइलहरू बनाएको छ। त्यस्तो गरेर चाहिँ फेरि अनि मक्सिमको युद्ध फर्स्ट युद्ध यो वर्ल्डको भित्र भएको छ। सेकेन्ड युद्ध पनि भएको छ। त्यो युद्ध नहुनुको अगाडि मान्छेहरूले अलिकति त्यो
मोडर्न साइन्स विकास भएको कारणले धर्मले अलिकति हेप्ने मोडर्न साइन्स चाहिँ राम्रो हो भन्ने कुरा भयो फेरि युद्ध आएको पछि चाहिँ मान्छेहरू सबैले मोडर्न साइन्सको कारणले यस्तो डेभलप भयो युद्धहरू भयो अब हामीले माया दया चाहिने कुरा भयो त्यसको लागि धर्म चाहिन्छ भने फेरि धर्ममा अलिकति लागेको त्यस्तो गर्दै गरे अनि समय के आयो भनेदेखि फोर्थ समय 14 समय चाहिँ के हो भनेदेखि 14औं एकमा अनि एजुकेसन त्यो शिक्षा पनि धेरै विकास भएको मोडर्न साइन्स पनि धेरै विकास भयो फेरि एकमा चाहिँ धर्म पनि धेरै विकास भयो त्यसको कारणले अहिले 21st सेन्चुरी 2016 सकेर 2017 मा पनि पुग्यो अहिले समय चाहिँ के हो भनेदेखि त्यो धर्म पनि विकास भएको समय हो अनि त्यो मोडर्न साइन्स पनि धेरै विकास भएको समय हो अब अहिले यो वर्ल्ड चाहिँ दुईटै धेरै विकास भएको समयको वर्ल्ड हो अब यो वर्ल्डको भित्र जम्बुलिङको भित्र चाहिँ यो जम्बुदीको भित्र अनि धर्म देश धर्मको कुरा अनि दिने धेरै अनि त्यो विद्वानहरू पनि आएको छ योगीहरू पनि आएको छ त्यसको भित्र हुनु चाहिँ हाम्रो यो वर्ल्डको भित्र धर्ममा 300 जति धर्म छ त्यसको भित्रमा चाहिँ सबभन्दा ठुलो धर्म चाहिँ 10वटा छ 10 अहिले यो विज्ञानीहरूले भन्छ अहिले यो अनि जम्बुद्वीपमा अनि सबभन्दा ठुलो धर्म चाहिँ अनि 10वटा छ भन्छ अब धर्ममा चाहिँ दुई किसिमको धर्म हुन्छ धर्मको भित्र चाहिँ दुई किसिमको धर्म हुन्छ धर्म एउटा चाहिँ अनि फिलोसफी अनि त्यो फिलोसफीको शब्दहरू सिद्धान्त भएको धर्म एउटा सिद्धान्त नभएको धर्म एउटा दुईटा छ अब सिद्धान्त नभएको धर्म चाहिँ बिस्तारै निभेर जान्छ सिद्धान्त भएको धर्म चाहिँ बाँचेर बिस्तारै विकास हुन सक्छ त्यस्तो हो अब सिद्धान्त भएको धर्मको भित्र चाहिँ अनि हाम्रो बुद्ध धर्म चाहिँ एउटा हो अनि अरू हिन्दू धर्म पनि छ अनि मुस्लिम धर्म पनि छ अनि त्यही दोस्रो गरेर सिख धर्म पनि छ क्रिस्चियन धर्म पनि छ जुडिज्म पनि छ त्यस्तो गरेर चाहिँ अरू धर्म धेरै छ अब बुद्ध धर्म पनि एउटा ठुलो धर्म एउटा हो अब पहिला म के भन्न चाहन्छु भनेदेखि बुद्धको हिस्टोरीमा बुद्धको इतिहासमा हामीले हेर्नुहोस् बुद्धको इतिहासमा मैले बुद्धको इतिहास किताब पढेको पनि धेरै छ त्यो मात्र नभएर बुद्धको फिल्म पनि मैले धेरै हेरेको छ त्यसको भित्र एउटा फेमस चाहिँ के हो भनेदेखि बुद्ध सिरियल भनेर यो इन्डियामा अनि जी टिभीले देखाउनु भएको बुद्ध सिरियल यो धेरै फेमस भएको छ हो त्यसको भित्र बुद्ध भने चाहिँ कस्तो छ बुद्धले ज्ञान के छ त्यो कुराहरू चाहिँ त्यसको भित्र धेरै अनि क्लियर स्पष्ट देखाएको छ अब बुद्धको अनि त्यो हिस्टोरीदेखि बुद्धको ज्ञानदेखि हामीले हेर्नु बेलामा त्यसमा दुई छ एक चाहिँ के हो एउटा मानव जीवन भएको कारणले हामीले के गर्नुपर्छ भन्ने कुरा चाहिँ एउटा छ एउटा चाहिँ धर्मलाई अनि आस्था भएको कारणले हामी एउटा धार्मिक धर्म मान्नेले के गर्नुपर्छ भनेको कुरा उहाँले दुईटै ध्यानहरू देखाउनु भएको छ अब हामी मानव जीवन भएको कारणले हामीले अनि के चाहिन्छ है म मानव जीवन हो मेरो जीव चाहिँ मान्छेको जीव हो त्यो मात्रै सोचेर चाहिँ हामी मान्छे राम्रो हुन्छ कि त्यो गाह्रो त्यसको कारणले हामी पहिला जन्म हुनु बेलामा हामी बौद्ध हो भन्दैन हामी मान्छे हो बिस्तारै बुद्धं शरणं गच्छामि धर्मं शरणं गच्छामि
सङ्गम शरणम गच्छामि गरेर बुद्ध धर्म सङ्घलाई ढोकेर हामी सेकेन्डमा बुद्धिस्ट भएको, बौद्ध भएको। पहिला हामी जन्म हुँदाखेरि बौद्ध होइन, हामी मान्छे हो। त्यसो कारणले हाम्रो मनमा के राख्नुपर्छ भनेदेखि पहिला म मान्छे भएको कारणले म मान्छे राम्रो एउटा हुनु पर्यो भने चाहिँ मनमा पहिला राख्नु पर्यो। त्यसको पछि चाहिँ म एउटा बुद्धिस्ट हो, बौद्ध हो, त्यसो कारणले म चाहिँ बौद्ध राम्रो एउटा चाहिँ हुनु पर्यो भनेर सोच्नुपर्छ। त्यसो कारणले पहिला मैले एउटा हामी मान्छे एउटा भएको कारणले मान्छे राम्रो भने चाहिँ हुनु पर्यो। त्यसको लागि के उपाय छ? मान्छे राम्रो भने चाहिँ कसले भन्छ? मान्छेको जिउ राम्रोले मान्छे भन्छ कि मान्छेको लुगा राम्रोले मान्छे भन्छ कि मान्छेको अनि त्यसको घर राम्रो अनि त्यसको अनि त्यो के भन्छ पप्पाहरू रुखहरू राम्रो त्यसले मान्छे राम्रो भन्छ कि? त्यो होइन। बुद्धले भन्नुभएको मान्छे राम्रो भने चाहिँ मान्छेको मन राम्रो भयो। मान्छेको मन राम्रो भएदेखि मान्छे राम्रो हुन्छ। मान्छेको मन चाहिँ नराम्रोमा गएर क्रोध त्यस्तो क्रोधहरू नराम्रो सोचेर अनि फेरि म मान्छे राम्रो हो भनेदेखि त्यो हुनु सक्दैन। मान्छे राम्रो भने चाहिँ के हुनु पर्दाखेरि मन राम्रो हुनु पर्यो भनेर बुद्धले पहिला यो भन्नुभयो। अब त्यसमा चाहिँ फेरि क्वेसन आउँछ, मान्छेको मन राम्रो भने चाहिँ कसलाई भन्छ है? हो त्यसमा चाहिँ मान्छेको मन राम्रो भनेको त्यो मनलाई चाहिँ दुईटा हो। एउटा चाहिँ के हो भनेदेखि म अरूहरू सबैलाई हान्ने नगर्ने, अरूहरू सबैले नोक्सान नदिने, अरूहरू सबैले बुरा नगर्ने, नराम्रो काम नगर्ने भनेर एउटा सोच हुन्छ। त्यो चाहिँ राम्रो मन एउटा। मन राम्रो एउटा चाहिँ के हो भनेदेखि म मान्छेलाई नराम्रो नगर्ने, त्यसको माथि म राम्रो गर्छु, म मान्छेलाई फाइदा गर्छु, म मान्छेलाई माया गर्छु, म मान्छेलाई दया गर्छु, म मान्छेलाई जहिले भने म उहाँलाई अनि सहयोग गर्छु भनेर त्यस्तो एउटा सोचाइलाई के भन्छ भनेदेखि राम्रो मन। त्यसो कारणले मन राम्रो भनेको भित्र चाहिँ अरूलाई नोक्सान नदिने, अरूलाई हानि नगर्नेको मन एउटा र अरूलाई राम्रो गर्छु भनेको मन एउटा, त्यो दुईटालाई चाहिँ मन राम्रो भन्छ। योलाई सम्बोधा भाषामा के भन्छ भनेदेखि हेरप कि सम्भा भन्छ त्यसलाई। अब त्यस्तो मन राम्रो चाहिँ भयो भनेदेखि त्यहाँदेखि उहाँको काम राम्रो हुन्छ। मन सफा, मन राम्रोदेखि काम पनि सफा, काम राम्रो। अब त्यो काम चाहिँ कस्तो हुन्छ भनेदेखि त्यो काम चाहिँ कुशल कर्म भन्छ। मनमा धेरै राम्रो भएर मायाको मन, दयाको मन, सांस्कृतिक भाषामा चाहिँ करुणाको मन अनि मैत्रीको मन, त्यस्तो राम्रो भएदेखि त्यसको काम बोलाइ बात त्यो कुरा गर्दाखेरि भने कुरा धेरै राम्रो आउने। मनमा शुद्ध मन भएदेखि उसको कुरा पनि शुद्ध आउने। मनमा चाहिँ फाइदाको मन सोच्यो भने उसको कुरा पनि फाइदामा जाने। त्यस्तो कुराहरू पनि राम्रो राम्रो कुरा, मिठो मिठो कुरा, मान्छेलाई मनमा लाग्ने कुरा, त्यस्तो राम्रोहरू चाहिँ हुनु सक्छ। त्यो मात्र नभएर मनको भित्र जति मन करुणा राम्रो हुन्छ त्यसको बोली, त्यसको कुरा भने अनि करुणाको कुरा हुन्छ। उहाँको मनमा जति मैत्रीको मन हुन्छ त्यसको कुरा पनि त्यस्तै हुन्छ। जति माया दया मनमा हुन्छ त्यसको कुरा पनि त्यस्तै माया दयादेखि लिएर मान्छेले फाइदा हुनेको कुरा हुन्छ। अब त्यो मात्र नभएर उसको मन चाहिँ जो मान्छेको मनमा माया दया करुणा त्यस्तो मन भयो भनेदेखि त्यो उसको जिउदेखि लिएर उसको काम, हातदेखि लिएर काम, त्योहरू सबै अरूलाई फाइदा गर्नेको काम त्यस्तो हुन्छ। अरूलाई नोक्सान नदिने, अरूलाई राम्रो गर्ने। त्यो मात्र नभएर हाम्रो फुलमा हेर्नुहोस्, फुलको जब
जब राम्रो छ भनेदेखि फुल कसरी अनि खर्च फेल खर्च राम्ररी त्यो हुन्छ त्यही दोस्रो मनको भित्र माया दया करुणा त्यस्तो मन भयो भनेदेखि उसको फेस मुख पनि यस्तो राम्रो देख्ने उसलाई स्माइल भन्ने पनि आउने जोकहरू पनि आउने फेरि उसको त्यो मुखको देखाइ मुखको शाइनिङ हुन्छ नि शाइनिङ चमक त्योहरू पनि आउने मनको भित्र क्रोध नराम्रो भएदेखि उसको मुख पनि अनि कालो हुने त्यसको मुखमा अनि त्यो चमत्कार पनि नहुने त्यो मात्रै नभएर मनको भित्र क्रोध छ भनेदेखि उसले स्माइल पनि छैन त्यसको एउटा कुराले पनि आफै पनि त्यो लाग्ने आफूले पनि नराम्रो हुने अरूले पनि नराम्रो हुने सबै त्यहाँबाट आउँछ त्यसको कारणले यो भित्रको माया दया करुणा मैत्रीय त्यो चाहिँ धेरै राम्रो भएदेखि त्यो बोल्ने तरिका हातदेखि गर्ने तरिका जिउदेखि गर्ने तरिका त्यो सबै राम्रो पोजिटिभ हुन्छ जोस मन पोजिटिभ भयो भनेदेखि काम पोजिटिभ मन नेगेटिभ भयो भनेदेखि काम नेगेटिभ त्योहरू सबै चाहिँ त्यसो आउँछ भनेर चाहिँ यो कुरा अब यो मात्र नभएर हामीले के जानुपर्छ भनेदेखि एउटा हामी मानव जीवन हो मानव जीवन भने अहिले धेरै चेन्ज भएको छ पहिलाको टाइममा चाहिँ हामी के हुन्छ भनेदेखि आफ्नो गाउँमा आफ्नो वस्तु छेउमा बसेर चाहिँ यताउता धेरै कन्ट्याक्ट नभएर बस्छ अहिले यो वर्ल्ड चाहिँ चेन्ज भएको कारणले हामी अहिले के भयो सोशल एनिमल्स भनेको कुरा चाहिँ हामी सबै सँगै बस्नु पर्नेको एउटा सोशल ह्युमन बिङ्स सोशल एनिमल दुईटा हुन्छ त्यो एनिमल एउटा त्यो जनावरहरू आफ्नो बस्ने जनावरकोहरू चाहिँ सँगै बस्ने त्यही जस्तो हाम्रो मान्छेमा भने सोशल भनेको कुरा चाहिँ हामी सँगै एउटा समाज जस्तो एउटा अनि त्यो जस्तो गरेर सबै सँगै बस्नु पर्ने त्यस्तो हो अब त्यसको कारण चाहिँ अब एक नम्बर 1 मा हामीले के भयो हामी सँगै बस्ने ठाउँ एउटा चाहिँ के हो फ्यामिली हो त्यसको कारणले अब हाम्रो मनको भित्र बाको मनको भित्र माया दया भयो भनेदेखि त्यो फ्यामिलीको भित्र अनि राम्रो हुन्छ आमाको मनमा माया दया भएदेखि त्यो फ्यामिली त्यहाँ राम्रो हुन्छ फेरि बच्चाले पनि माया दया छ भनेदेखि त्यो घरको भित्र चाहिँ धेरै राम्रो हुन्छ त्यसो कारणले हामीले अब म पनि राम्रो चाहिने हो घर पनि राम्रो चाहिने हो अब घर राम्रो भने चाहिँ कसरी आउँछ भनेदेखि घरको भित्र भएको बा आमादेखि लिएर अनि मेमे इबीदेखि लिएर अनि त्यो छोरा छोरीदेखि लिएर सबैले माया दयामा ध्यान दिएर मन राम्रो मन सफा भएदेखि त्यो फ्यामिलीमा नि धेरै राम्रो हुन्छ त्यो मात्र नभएर त्यो फ्यामिली चाहिँ त्यस्तो एउटा फ्यामिली राम्रो भयो दुईटा राम्रो भयो तीनटा राम्रो भयो चारवटा राम्रो भयो यस्तो गर्दाखेरि यो समाजको भित्र पनि माया दयाको समाज हुन सक्छ फेरि यो बिस्तारै बिस्तारै गरेर चाहिँ भिलेजमा खर्च गाउँमा भने सबैले अनि मन राम्रो त्यो माया दया भएको अनि त्यो त्यस्तो मान्छे भयो भनेदेखि त्यो गाउँ पनि धेरै राम्रो हुन्छ खुसी भएको गाउँ अनि पिस शान्ति भएको अनि गाउँ हुन सक्छ त्यस्तो गर्दै गर्दै बिस्तारै बिस्तारै अनि देश र अनि खर्च वर्ल्ड संसार पनि त्यस्तै राम्रो पिस वर्ल्ड पिस भने चाहिँ त्यहाँबाट आउन सक्छ त्यस्तो एउटा कुरा पनि हामीले थाहा हुनुपर्छ अब त्यो सँगै के हामीले थाहा हुनुपर्छ भनेदेखि बाजेदेखि आएको एउटा राम्रो सोचाइ राम्रो गर्नेको क्रम एउटा छ योलाई चाहिँ दिप्तीमा भन्छ हेरप्चेसङ भन्छ योलाई चाहिँ इङ्ग्लिसमा के भन्छ भनेदेखि मोरल इथिक्स भन्छ मोरल इथिक्स नेपालमा असल बानी बियर यो भन्छ यो धेरै ठुलो कुरा एउटा मानव जीवन भएको कारणले यो धेरै ठुलो कुरा हो
अब त्यसमा चाहिँ के हुन्छ भनेदेखि तीनटा हुन्छ। एउटा चाहिँ के हो भनेदेखि बच्चाले सानोले आफ्नो ठुलोलाई राम्रो मान्नुपर्ने, ढोग्नुपर्ने, त्यसलाई अलिकति रेस्पेक्ट गर्नुपर्ने, अनि आदर सम्मान राख्नुपर्ने। बच्चाले पनि आफ्नो बालाई त्यस्तो गर्नुपर्छ, आमालाई पनि त्यस्तो गर्नुपर्छ। त्यस्तो कुरा एउटा छ। यो सम्बोधा भाषामा चाहिँ अनि के भन्छ भनेदेखि खोङमा कुल्लु भन्छ। खोङमा कुल्लु भनेको कुरा चाहिँ आफैभन्दा ठुलोलाई अनि सम्मान वा आदर सम्मान अनि राख्नुपर्छ। त्यो पनि एउटा अनि एउटा कर्म राम्रो, एउटा सोचाइ राम्रो एउटा हो त्यो पनि। अब त्यसमा चाहिँ के गर्नुपर्छ भनेदेखि पहिला चाहिँ बा आमाले आफ्नो मेमेरा इबीलाई राम्रो गर्नु पर्यो। फेरि त्यसको पछि बच्चा छोरा छोरीहरूले आफ्नो बा आमालाई अनि धेरै राम्रो गर्नु पर्यो। त्यसमा चाहिँ कसरी गर्नुपर्छ भनेदेखि पहिला चाहिँ बा आमाले आफूलाई कति फाइदा भएको छ यो हामीले पहिला जानकार गर्नुपर्छ। कोहीहरू त्यति पढाइ नगएको हुन्छ, उनीहरूले चाहिँ अनि बा आमाले हामी बनायो, बा आमाले हामीले हेर्नु पर्यो, हेर्यो, अब बुढाबुढी भयो हामीले के हेर्नुपर्छ, हेर्नै पर्दैन भने त्यस्तो पनि हुनसक्छ। त्यो होइन। बा आमाले हेर्यो भने त यो कुरा त सानो एउटा छ नि, तर कसरी हेर्यो, के नहेर्यो, हेर्नुपर्नेको कारण के छ, हेर्नु बेलामा कति दुःख भएको छ, त्यो कुराहरू सबै खोज्नु पर्यो नि। त्यस्तो खोज्दाखेरि धेरै मिल्ने कुरा छ। एकमा आमाले आफ्नो बच्चालाई जन्म दिनको अगाडि आमाको आफ्नो पेटको भित्र बच्चा 9 महिना 10 दिन राख्नु पर्यो। त्यो बेलामा आमाले आफ्नो बच्चाको लागि आमा आफै खाना के गर्नुमा सोख हुन सक्छ, के गर्नु मन लाग्छ, तर पनि मेरो बच्चालाई अनि नराम्रो नहोस् त्यसको लागि म यो खाना पनि नखाने, म खानु मन लाग्छ तर छोडिदिऊ, म त्यो काम पनि गर्नु मन लाग्छ तर छोडिदिऊ, म यता जानु मन लाग्छ तर छोडिदिऊ। त्यो मात्र नभएर आमाले चाहिँ आफ्नो बच्चाको लागि चाहिँ कति दुःखहरू उहाँले निर्वाह गर्छ। बाले पनि यो बच्चा राम्रो जन्म हुनुको लागि आमालाई देखभाल गर्ने, आमालाई खाना खुवाउने, त्यसको लागि पैसा बनाउने, यता जाने उता जाने, आफ्नो जिउलाई पनि धेरै सोकिन्छ। आफ्नो जीवनले कष्ट खतरा हुने त्यस्तो धेरै छ नि। त्योहरू सबै अनि त्यो गरेर बच्चाको लागि, घरको लागि, आमाको लागि भनेर चाहिँ त्यो जोस आफ्नो बच्चा चाहिँ राम्रो हुनुको लागि बाले पनि यति जिम्मा लिएको छ, यति काम गरेको छ, यति दुःख गरेको छ, आमाले पनि यति जिम्मा लिएको छ, यति त्यो गरेको छ। अब त्यो मात्र नभएर बच्चा अनि खर्च ठुङ के छ नि, जन्मिसकेको पछि पहिला चाहिँ स्कुल जानु सक्दैन। बच्चा स्कुल नजानुको त्यो बिचको भित्र कति टाइम समय हुन्छ, त्यसको लागि बा आमाले समय कति झिकेर बच्चाको लागि त्यो गर्छ, कति दुःख गर्छ। फेरि बच्चाले बिमार भयो कति पिर गर्छ। बच्चा आफै नमन्नुको लागि बाले पनि के गरेको छ, आमाले पनि के गर्यो, त्योहरू सबै सोध्नु पर्यो नि। हाम्रो त्यो सम्बोधनको लिपिमा के लेखेको छ, के भन्नुभएको छ भनेदेखि फामा ढिन्जिङकी भू ल्याङ्क्या सोले क्याप भन्छ। त्यसको मतलब के हो भनेदेखि एउटा कृपा भएको बा आमाले बच्चालाई अनि सोक्यो बा होइन, सोक्यो बा मसिबे संरक्षण नमर्नुको लागि, बच्चा नमर्नुको लागि रक्षा गर्नेमा 1 से 1000 काम गरेको छ भन्छ। अब त्यसको पछि फेरि बच्चालाई राम्रो हुनुको लागि स्कुलमा पठाउनु पर्यो। त्यो पनि 1 देखि लिएर 12 क्लाससम्म पढ्नु पर्यो। त्यसको लागि त्यहाँ स्कुलमा गएर त्यहाँ त्यो प्रिन्सिपलदेखि लिएर सबैलाई
राम्रो कुराहरू गरेर फेरि त्यहाँको टिचरहरूसँग कुरा गरेर फिस सबै तिरेर त्यो कति काम गरेको छ। अब त्यस्तो गर्दै गर्दै उहाँको 12 वर्ष उहाँले शिक्षा मिल्छ। त्यो शिक्षा मिल्नेको कारण एउटा चाहिँ बाआमाले गरेको कारण त हो। फेरि त्यो सकेर भने अब मेरो बच्चा ठुलो भयो, अब कलेजमा पढाउनु पर्यो भनेर कलेजको लागि कति पैसा भएको छ, कति दियो। फेरि कलेज भने पहिला जस्तो होइन, फ्रीमा कहाँ दिन्छ। अब आजकल कलेजमा जाँदाखेरि यत्रो पैसा तिर्नुपर्ने कुरा पनि हुन्छ। फेरि कलेजमा जाँदाखेरि अरू बच्चालाई जुत्ता छ, अरू बच्चालाई लुगाहरू राम्रो छ, मेरो बच्चामा चाहिन्छ भनेर त्यो दिनु पर्यो। फेरि बच्चा अब त यङ भएर फेरि उहाँलाई कोट सुट पनि त्यो गर्नु पर्यो। अब आजकल कोट किन्यो भने कति पैसा लिन्छ होइन। फेरि त्यो बच्चा चाहिँ छोरा हो भनेदेखि फेरि उसलाई कलेजमा जानु बेलामा फेरि भक्वा चाहियो है, मोटो त्यो चाहियो। फेरि त्यही जस्तो केटीले पनि अनि त्यही जस्तो गरेर यहाँ लगाउने, जिउमा लगाउने, राम्रो देखाउनको लागि पैसा कति खर्च छ होइन। त्योहरू सबै बिचारा बाह्र आमाले दुःख गरेर गरेको हो नि। फेरि यस्तो गर्दै गर्दै अब पछि कहाँ पुग्छ भनेदेखि ला मेरो बच्चा छोराछोराहरू ठुलो भयो, अब त शादी गर्नु पर्यो भन्छ होइन। कच्चा शादी ला बिहा गर्नु पर्यो छ। फेरि बिहाको लागि पैसा सबै इकट्ठा गरेर राख्नु पर्यो। त्यसको लागि कति दुःख हुन्छ। अब बिहाको बेलामा कति मान्छे बोलाउनु पर्यो, कति मान्छेले खुवाउनु पर्यो, त्यो सबै गर्नु पर्यो। फेरि बिस्तारै बिस्तारै यस्तो गर्दै गर्दै अनि बच्चा पनि फेरि बाआमा हुन्छ, बाआमा पनि मेमे र इबी भयो। फेरि मेमे इबी भएर पनि बच्चाकै बच्चा चाहिँ हेर्नुपर्छ भनेर फेरि हेर्नु दिन्छ, फेरि त्यो हेर्नु पर्यो होइन। त्यस्तो त्यस्तो गरेर बिचारा बुद्धले भनेको हाम्रो यो मानव जीवनको, हाम्रो यो शरीर चाहिँ धर्म गर्नको लागि धेरै ठुलो कुरा, धेरै चाहिने कुरा हो भनेको छ। हाम्रो मानवको मन पनि अनि साइन्टिस्टले भन्छ धेरै मनलाई, अनि हाम्रो मानवको मन चाहिँ जनावरभन्दा धेरै राम्रो हो, इन्टेलिजेन्ट छ। त्यसले चाहिँ इम्प्रुभ गर्नुपर्छ, त्यो चाहिँ अनि धर्ममा लिनुपर्छ, लिनुपर्नेको टाइम अहिले हो भनेर भन्नुभएको छ। त्यस्तो आफ्नो जिउ राम्रो र मन राम्रो छ, त्योहरू सबै बच्चाकै लागि 1 महिना होइन, 1 वर्ष होइन, 10 वर्ष होइन, 20-30 वर्ष बच्चाको लागि त्यो खर्च पालन पोषण गरेको। त्यसो कारणले अब बच्चाले के सोच्नु पर्यो, आफ्नो बा चाहिँ कृपा, ठुलो कृपा हो कि होइन, त्यस्तो सोच्नुपर्छ। त्योहरू सबै राम्रो सोचेर बाको गुण, आमाको गुण, त्योहरू सबै राम्रो सोचेर चाहिँ ओहो हामीले नसोचेको रहेछ, थाहा नभएको रहेछ, सत्य कुरामा यो सच्चै कुरा हो भनेर थाहा हुनु पर्यो। मेरो अनुभव एउटा कुरा गरौँ। म पहिला स्टुडेन्ट थियो, टिचर होइन। अहिले म टिचर गरेर 20 वर्ष मैले टिचर गरिसकेँ। पहिला म स्टुडेन्ट बेलामा चाहिँ मैले गुरु राम्रो हो, टिचर राम्रो हो, मलाई चाहिँ शिक्षाहरू दियो भनेर त्यो मात्र छ। त्योभन्दा धेरै मैले गुरुको गुण, गुरुको त्योहरू चाहिँ मैले धेरै त्यो थाहा भएको छ। पछि बिस्तारै बिस्तारै थाहा भयो। अब सबभन्दा थाहा राम्रो कहिले भयो भनेदेखि म टिचर हुँदाखेरि अनि थाहा भयो एउटा टिचरले आफ्नो स्टुडेन्टको लागि कति समय दिनु पर्यो, कति तयार गर्नु पर्यो, कति दुःख गर्नुपर्छ भने चाहिँ म टिचर हुनु बेलामा ठ्याक्कै थाहा भयो। त्यही जस्तो अहिले युवा जवान बच्चाहरूले अब बाको कृपा गुण के हो, आमाको गुण के हो, के दुःख कसो छ, त्यो धेरै थाहा छैन। जहिले बच्चा बा हुँदाखेरि, छोरीहरू आमा हुँदाखेरि त्यहाँदेखि थाहा हुन्छ। त्यसो कारणले चाहिँ म के भन्न चाहन्छु भनेदेखि छोराछोरीहरूले, बच्चाहरूले आफ्नो बा आमालाई धेरै रिस्पेक्ट ढोग्नुपर्छ, उहाँको सम्मान राख्नुपर्छ, उहाँको कृपा सोच्नुपर्छ, उहाँको गुण सोच्नुपर्छ, गुण थाहा हुनुपर्छ। त्यो ठुलो कुरा हो। त्यस्तो थाहा भयो भने
आफ्नो बा आमालाई राम्रो मनदेखि राम्रो सोच्छ मनदेखि बा आमाले राम्रो सोच्यो भनेदेखि कर्मदेखि बा आमाले राम्रो गर्छ त्यस्तो गर्दै गर्दै बा आमा पनि आफ्नो यो जीवन रेस्ट बाँकी जीवन चाहिँ अनि बच्चाले राम्रो हेरेर अनि सुखमा जान सक्छ त्यस्तो त्यसो कारणले चाहिँ ठिक छ बस्नुहोस् पानी हाल्ने ए त्यसो कारणले चाहिँ अनि हामी त्यो सानोले बच्चाहरूले अनि सानोहरूले ठुलोहरूलाई चाहिँ अनि टोक्नुपर्छ भन्ने इङ्ग्लिसमा पनि भन्छ नि रिगार्ड्स टु ओल्डर एन्ड लभ टु चिल्ड्रेन भन्छ ठुलोहरूलाई चाहिँ टोक्नुपर्छ आफ्नो सानोलाई चाहिँ माया दया गर्नुपर्छ भन्ने कुरा चाहिँ इङ्ग्लिसमा पनि छ त्यो चाहिँ हामीले एउटा मनमा राख्नुपर्ने कुरा त्यो मात्र नभएर हामी अनि त्यो सेकेन्डमा चाहिँ हामीले के राख्नुपर्छ भनेदेखि आफ्नो दोस्तो अनि कल्याण मित्रसँग चाहिँ हामीले सम्वाद राम्रो गर्नुपर्छ त्यो चाहिँ दोस्रो हो सबबाट अनि कुरामा चाहिँ के भन्छ भनेदेखि राङ्यम टोक्लु राङ्यम भन्ने आफ्नो आफ्नो दोस्तोलाई हामीले आफै सरसराहरूले हामीले कसरी गर्नुपर्छ भनेको कुरा त्यो हो त्यसो कारणले चाहिँ अनि हामीले चाहिँ यो मनमा चाहिँ राख्नुपर्ने हो अब त्यसमा चाहिँ के छ भनेदेखि आफ्नो साथीहरूले पनि हामीले राम्रो सम्मान राख्नुपर्छ आफ्नो जिन्दगीमा आफ्नो जीवनमा साथी भने चाहिँ चाहिने कुरा हो कहिले कहिले हामीले दुःख पनि हुन सक्छ त्यो बेलामा चाहिँ फेरि परिवार भएको घर राम्रो भएको बा आमा अनि मेमे इबी राम्रो भयो त्यसो बेलामा चाहिँ उहाँहरूले सहयोग गर्नु सक्छ फेरि कहिले कहिले अनि मेमे इबीले पनि नगर्न सक्ने बा आमाले पनि नगर्न सक्ने फेरि आफ्नो साथीले गर्न सक्ने त्यस्तो कुरा पनि हुन सक्छ त्यसो कारणले त्यो पनि तर त्यसमा चाहिँ के छ भनेदेखि नराम्रो अनि ठोपुन्यबा नराम्रो साथी भन्छ नराम्रो साथीसँग चाहिँ जानु हुँदैन नराम्रो साथीको अनि संगत ठिक छ राम्रो संगत र नराम्रो संगत नराम्रो संगतसँग चाहिँ हामीले त्यो नराम्रो साथीसँग संगत अनि गर्नु हुँदैन त्यो एउटा कुरा अब एउटा चाहिँ के छ भनेदेखि अनि सम्बोध भाषामा के भन्नु भनेदेखि होममा क्योंलु होममा भने चाहिँ अबुभन्दा तल अबुभन्दा सानो र अनि त्यसलाई चाहिँ हामीले फेरि हेर्नु हुँदैन हो यो चाहिँ म भन्दा सानो हो अनि पैसामा पनि सानो हो त्यो के अरे सिट पोस्टमा पनि सानो हो शिक्षामा पनि सानो हो भनेर धेरै हेर्नु हुँदैन बुद्धले के भन्नुभएको भनेदेखि मिताप्पा भन्ने चाहिँ इम्पर्मानेन्ट भन्ने चाहिँ परिवर्तनशील चेन्जेबल इङ्ग्लिसमा भन्छ चेन्जेबल त्यसो कारणले ऊ चाहिँ शिक्षामा म भन्दा सानो हो भनेर चाहिँ धेरै हेरेर एक दिन आफूभन्दा ठुलो हुन सक्छ फेरि पैसामा ऊ म भन्दा सानो हो भन्दै फेरि बिस्तारै ऊ आफूभन्दा ठुलो हुन सक्छ पोस्टमा ऊ म भन्दा सानो हो भन्दै बिस्तारै ऊ ठुलो हुन सक्छ त्यसो कारणले चाहिँ त्यो इम्पर्मानेन्ट भएको कारणले पनि हो एउटा मानव जीवन राम्रो हुनुपर्नेको कारणले पनि आफूभन्दा सानोलाई चाहिँ माया गर्नुपर्छ दया गर्नुपर्छ त्यसले हेर्नु हुँदैन त्यसले चाहिँ हान्न गर्नु हुँदैन त्यो चाहिँ एउटा कुरा हो त्योहरू चाहिँ एउटा मानव जीवन भएको कारणले हामीले यसरी अनि सोच्नुपर्छ यसरी गर्नुपर्छ भनेको कुरामा अहिले म यति राख्छु यो चाहिँ नम्बर 1 मेरो आज भन्नुको कुरा एउटा चाहिँ हो अनि म अहिले
दबाई लिनु पर्यो यो अनि आयुर्वेदिक दबाई हो मलाई अलिकति रोग भएको कारणले अब दोस्रो सेकेन्ड कन्टेन्ट्स अब दोस्रोमा म के भन्न चाहन्छु भनेदेखि बुद्ध धर्म भने चाहिँ कसरी भएको कसरी फैलाएको अनि अहिले बुद्ध धर्मको अनि बुद्ध धर्म भने चाहिँ बुद्ध धर्मको नेतम सिचुएसन परिस्थिति अहिले कस्तो छ भने त्यसको बारेमा चाहिँ भन्न चाहन्छु पहिला हामीले के जानुपर्छ भनेदेखि अनि बुद्ध धर्मको कुरा गर्दाखेरि अनि पहिला हामीले हिस्टोरी भने चाहिँ अलिकति जान्नुपर्छ बुद्धिस्ट हिस्टोरी इतिहास बुद्ध अनि बुद्धले के भन्नुभएको भनेदेखि बुद्धले धर्म सबै यो धर्म भनेको कुरा चाहिँ धर्म गर्ने भनेको कुरा होइन धर्म भनेको कुरा चाहिँ इङ्ग्लिसमा फिनोमेना जो छ भन्ने कुरा जो हामीले देख्छ सुन्छ जो छ त्योहरू सबै बुद्धले के भन्नुभयो प्रतीत समुपता हो भन्नुभएको प्रतीत समुपता भनेको कुरा चाहिँ इङ्ग्लिसमा के हो भनेदेखि डिपेन्डेन्ट एराइजिङ भन्छ डिपेन्डेन्ट एराइजिङ भनेदेखि जो छ त्योहरू सबै अरूलाई अनि त्यही टुबा एक आपसमा भर परेर भएको हो भनेर डिपेन्डेन्ट एराइजिङ भन्छ प्रतीत समुपता त्यसो कारणले हाम्रो बुद्ध पनि के हो भनेदेखि प्रतीत समुपता हो हामी पनि प्रतीत समुपता हो बुद्ध पनि प्रतीत समुपता हो अब बुद्ध चाहिँ डिपेन्डेन्ट एराइजिङ प्रतीत समुपता हो भनेदेखि कसरी बुद्ध भएको भने न अब बुद्ध भने चाहिँ कसरी भएको भनेदेखि सम्बोट भाषामा भन्छ थाङ्गुर छाउँछु चोदो थोके भर्दो के चाहिँ ठाउँमै सुन्दो सोसा थारो मबर जोब साके त्यसको मतलब के हो भनेदेखि बुद्ध भने चाहिँ पहिला हामी दोस्तो बुद्ध पहिला हामी दोस्तो एउटा मान्छे राग पनि छ क्रोध पनि छ अनि त्यसको माथि काम पनि नराम्रो गर्ने त्यस्तो हो तर बुद्धले के भनेको छ भनेदेखि सेम ल सेम माचिते सेम गिरंशी न वेसम हो त्यसको मतलब चाहिँ जीव जन्तुहरू सबैको मन रियालिटी अनि शुद्ध हो भनेको जीव जन्तुहरू सबैको मनको स्वभाव शुद्ध हो भनेको त्यसो कारणले बुद्ध पहिला हामी जस्तो एउटा मान्छे हो उहाँको राग छ अनि उहाँ दोष छ क्लेशहरू छ तर पनि उहाँको मनको स्वभाव एउटा शुद्ध भएको एउटा कारण त्यसको माथि उहाँले राम्रो गुरु एउटा पाएको कारण त्यसको माथि उहाँले दुःख गरेको कारण त्यस्तो गर्दै गर्दै उहाँको मनको भित्र पहिला के भएको छ भनेदेखि करुणा मैत्र भनेको मन उहाँले आएको माया दया भने फेरि त्यसमा जोड दिएर अभ्यास गर्दै गर्दै गएर अनि बिस्तारै उहाँको मनको भित्र के आएको छ भनेदेखि बोधिचित्त भनेको यस्तो मन राम्रो आएको फेरि उहाँले बोधिचित्त आयो मनमा भएर पनि नबसेर छो प्रज्ञा पारमिता भन्ने छ हो त्यसमा चाहिँ उहाँले चाहिँ धेरै अभ्यास गर्यो त्यस्तो गर्दै गर्दै कलियौं जिन्दगी कल्पा उनीहरू त्यस्तो त्यो गर्दै अब पछिमा चाहिँ उहाँ चाहिँ बुद्ध भएको उहाँ चाहिँ शुद्ध भएको उहाँको मनमा केही क्लेश छैन उहाँको सोचाइ उहाँको कर्म सबै
अनि शुद्ध सोचाइ, मन पनि सफा, काम पनि सफा, मन पनि अरूलाई राम्रो मात्र सोच्ने, काम पनि अरूलाई राम्रो मात्र गर्ने, त्यस्तो बुद्ध भगवान भन्ने चाहिँ उहाँ भएको। त्यसको कारणले बुद्ध पनि एउटा प्रकृता समुपाता हो भनेको कारण चाहिँ यस्तो हो। अब बुद्धले के भन्नुभएको छ भनेदेखि, बुद्धले के भन्नुभएको छ भने, बुद्धले जीव जन्तुहरू सबैलाई अनि राम्रो गर्नुपर्छ, हानि गर्नु हुँदैन भन्ने उहाँले चाहिँ त्यस्तो भन्नुभएको छ। फेरि उहाँले त्यस्तो भनेकै उहाँले भनेको छ त्यही उहाँले काममा लिएको छ, काम गरेको छ उहाँले। अब बुद्धले चाहिँ जीव जन्तुहरूको लागि के गरेको छ भनेदेखि, हुनु त उहाँको अवतारीदेखि लिएर उहाँले जीव जन्तुहरूलाई केदेखि फाइदा हुन्छ त्यो सबै उहाँले गरेको छ। उहाँको अवतारलाई हामीले काउन्ट गर्नु सक्दैन, त्यस्तो हो। अब त्यसको भित्रमा अनि बुद्धले चाहिँ एउटा मानव जीवनलाई अनि जीव जन्तुहरूलाई राम्रो हुने, फाइदा हुने काम गरेर के गर्छ भनेदेखि धर्मादेश, धर्मचक्र दिनुभएको छ। अब धर्मचक्र चाहिँ उहाँले कसरी दिनुभएको छ भनेदेखि, पहिला वाराणसीको सारनाथ भनेको ठाउँमा चाहिँ उहाँले 4 आर्य सत्यदेखि लिएर धर्म दिनुभएको छ। त्यो चाहिँ के भयो भनेदेखि खास हाम्रो हिनायानाको धर्ममा भएको कुरा एउटा हो। त्यस्तो 4 आर्य सत्यको कुराहरू भयो, त्यसले यहाँ चुङ्गी भावचक्र 12 लिङ्क्स 12 भावचक्रको कुराहरू भयो, अनि लवसु तिरी शिक्षाहरू भयो, अनि त्यो 5 शिलाहरू भयो, त्यसको माथि पनि 10 शिला पनि हुन्छ, त्यसको माथि पनि धेरै शिलाहरू हो। त्योहरू अहिले 4 आर्य सत्य त्यो कुराहरू सबै के हो भनेदेखि हिनायानाको धर्मको भित्र भएको छ। मैले त्योहरू सबै पढेको छ। त्यो धर्म चाहिँ गर्नु सक्यो भनेदेखि आफ्नो जिन्दगी मात्र नभएर आफ्नो जिन्दगीमा भएको दुःखहरू सबै हटाउन सक्ने, आफै पनि अर्हतमा पुग्न सक्ने त्यस्तो धर्म छ। त्यसो कारणले हामीले पनि हिनायानाको धर्म हो भनेर चाहिँ त्यसले हेर्नु हुँदैन, त्यसले सानो जस्तो हेर्नु हुँदैन। मैले जहिले पनि के भन्छ भनेदेखि, हामीले घर राम्रो चाहियो भनेदेखि घरको जग राम्रो चाहियो, जग नभएदेखि घर हुँदैन। त्यसो कारणले हिनायाना धर्मदेखि भएको 4 आर्य सत्यदेखि लिएर अहिले 12 भावचक्रदेखि लिएर त्यो धर्महरू पनि धेरै ठुलो धर्म, त्यो धर्मदेखि हामीले धेरै फाइदा हुने त्यस्तो छ। संसारको दुःखदेखि लिएर सबै हटाउन सक्ने त्यस्तो शक्ति भएको धर्म हो। त्यसो कारणले हामीले धेरै सम्मान राख्नुपर्छ, तोक्नुपर्छ, त्यसको गुण सबै थाहा हुनुपर्छ। त्यो अब त्यसको पछि चाहिँ फेरि बुद्धले अनि राजगिरको अनि खर्च छकुटुपुरी कीर्तिकुटी भन्ने ठाउँमा चाहिँ अनि उहाँले चाहिँ धर्मादेश दिनुभएको धर्मचक्र। त्यसले चाहिँ के भन्छ भनेदेखि युमछम शरके फरुदु छिम्बा भन्छ, प्राच्य पारमिता भन्छ। प्राच्य पारमिता भने त्यस्तो धर्मको भित्र पनि महाकरुणादेखि लिएर, महामायादेखि लिएर, महामित्रदेखि लिएर, बुद्धिचितदेखि लिएर, प्रचपरामितिदेखि लिएर, शून्यताको ज्ञानदेखि लिएर धेरै त्यसको भित्र कुराहरू चाहिँ बुद्धले राख्नु भएको छ। त्यस्तो ज्ञानले पनि अनि मान्छेको दुःखहरू सबै हटाउन सक्ने, सुखहरू सबै पाउन सक्ने त्यस्तो धर्म दिनुभएको छ। अब त्यो चाहिँ फेरि महायानाको धर्म भएको। त्यसको पछि चाहिँ फेरि उहाँले वैशाली भन्ने ठाउँमा अनि जीव जन्तुहरू सबैलाई अनि बुद्ध हुनेको एउटा शक्ति छ भनेको कुरामा उहाँले त्यो धर्मदेश दिनुभएको। त्यो धर्मदेश भने अनि महायानको धर्म भयो। त्यो दुईटै अहिले यहाँ राजगिरमा दिनुभएको धर्म अनि उता
वैशालीमा दिनुभएको धर्म त्यो धर्महरू पनि हाम्रो जीवनमा चाहिने हाम्रो जीवनमा दुःखहरू सबै हटाउन सक्ने सुखहरू सबै दिनु सक्ने त्यस्तो धर्म हो। अब फरक चाहिँ के छ भनेदेखि हिनयाना धर्म चाहिँ पाली भाषामा दिनुभएको त्यसो कारणले पाली ट्रेडिसनल भन्छ। महायाना धर्म चाहिँ अनि संस्कृतमा दिनुभएको धर्म हो त्यसो कारणले संस्कृत ट्रेडिसनल भन्छ। त्यस्तो अनि धर्म दुईटा। फेरि बुद्धले अनि बम्बेको छाउँ अमरवती भनेको ठाउँमा कालचक्रदेखि लिएर अनि त्यो तान्त्रिक तन्त्र मन्त्र तान्त्रिकको धर्म चाहिँ दिनुभएको। त्यो त्यस्तो तान्त्रिकको धर्म पनि धेरै किसिमको धर्म हुन्छ। त्यसमा पनि चारवटा अनि तान्त्रिकको धर्म हुन्छ हो। त्यस्तो धर्महरू सबै बुद्धले दिनुभयो। त्यो तान्त्रिक धर्म पनि संस्कृतमा दिनुभएको। त्यसो कारणले हामीले के थाहा हुनुपर्छ भनेदेखि बुद्ध धर्म चाहिँ अनि दुईटा अनि ल्याङ्ग्वेज दुईटा भाषामा छ। एउटा चाहिँ के हो भनेदेखि पाली भाषामा भएको बुद्ध धर्म, एउटा चाहिँ संस्कृत भाषामा भएको बुद्ध धर्म भनेर हामीले दुईटा थाहा हुनु पर्यो। त्यस्तो धर्म चाहिँ बुद्धले दिनुभयो र त्यसको पछि त्यस्तो बुद्धको धर्मलाई अनि संयोग संरक्षण गर्नुको लागि सारी पुत्रदिक मङ्गल पुत्र दोस्तो धेरै ठुलो महान अनि महापण्डितहरू भएको छ। स्यारी पुत्र भन्ने मङ्गल पुत्र भन्ने पहिला के हो एउटा हिन्दूको धर्म मान्ने अनि एउटा धेरै दिमाग भएको त्यस्तो अनि त्यस्तो हो। अब स्यारी पुत्र मङ्गल पुत्रले बुद्धको अनि बुद्ध दर्शन भएर बुद्धदेखि धर्महरू सबै पाएको कारणले अनि उहाँ पनि ल बुद्ध धर्मले मान्छु भनेर चाहिँ बुद्धको चेला भएर त्यस्तो भएको हो। त्यस्तो गरेर चाहिँ बुद्धको धर्म अनि संरक्षण गर्ने अनि हाम्रो बुद्धको चेला धेरै आएको छ। अब त्यसको त्यो मात्र नभएर बुद्धको धर्म अनि संरक्षण गर्नको लागि बुद्ध धर्मले पढ्नुपर्छ भनेको कारणले इन्डियाको नालन्दा भन्ने ठाउँमा नालन्दा युनिभर्सिटी पहिला भएको थियो। त्यस्तो नालन्दा युनिभर्सिटीको भित्र मान्छे कति मान्छे त्यहाँ बसेर पढ्छ भनेदेखि 10,000 मान्छे त्यसको भित्र बसेर पढ्नुहुन्छ। त्यसको भित्र इन्डियनको अनि मान्छे पनि थुप्रो छन्। त्यो मात्र नभएर चाइनाबाट आएकोहरू पनि त्यहाँ पढेको छ, तिब्बतबाट आएको पनि पढेको छ, हामी नेपालबाट आएको पनि त्यहाँ पढेको छ। त्यस्तो नालन्दा भने धेरै ठुलो एउटा अनि युनिभर्सिटी भएको। त्यो बिस्तारै बिस्तारै अनि नालन्दामा पनि अनि अलिकति प्रब्लम भएको छ। पछि बिस्तारै सबै बिग्रेर हो। फेरि बिस्तारै बिस्तारै चाहिँ अनि विक्रमशिला भनेर एउटा फेरि भएको छ। त्योहरू सबैले बुद्ध धर्मलाई अनि संरक्षण गरेको। फेरि बुद्ध धर्म चाहिँ इन्डिया मात्र नभएर इन्डियादेखि 4th सेन्चुरीमा चाहिँ चाइनामा फैलाएको। चाइनामा फैलाएर चाइनाको भित्र महाराजादेखि लिएर सबैले बुद्ध धर्म मानेर चाइनामा धेरै बुद्ध धर्म फैलाउन सकेको। फेरि त्यो मात्र नभएर बुद्ध धर्म चाहिँ 7 and 8 सेन्चुरी बिट्विन 7 and 8 सेन्चुरीको बिचमा अनि इन्डियादेखि डाइरेक्ट तिब्बतमा अनि फैलाउनु भएको। त्यो बेलामा तिब्बतको राजाको नाम हो सोङजेन गाम्बो। सोङजेन गाम्बोको बेलामा भएको। त्यो बेलामा हाम्रो नेपालमा पनि बुद्ध धर्म राम्रो थियो। नेपालदेखि अनि सोङजेन गाम्बोको लागि एउटा श्रीमती चाहिएको कारणले रानी एउटा चाहिएको कारणले अनि हाम्रो नेपालबाट बिकुटी पनि अनि तिब्बतमा पुगेको। त्यही जस्तो चाइनादेखि पनि एउटा तिब्बतमा पुगेको, तिब्बतमै भएको अनि एउटा पनि छ त्यस्तो भएको। अब त्यो बेलामा नेपाल र तिब्बतको बिचमा धर्म र संस्कृतको एउटा सम्बन्ध रिलेसनसिप पहिला चाहिँ त्यो बेला भएको। फेरि त्यसको पछि
सोङजन गम्बोको पश्चिममा अनि टिसोङ देवजन भनेर एउटा भयो उहाँ चाहिँ मञ्जुश्रीको अवतार हो भन्छ सोङजन गम्बो चाहिँ अवलोकनी शिवारोको अवतार टिसोङ देवजन चाहिँ मञ्जुश्रीको अवतार हो भन्छ त्यो टिसोङ देवजनको बेलामा फेरि भारतदेखि महापण्डितता नलेन्द्रको महापण्डितता धर्मरक्षिता उहाँ चाहिँ तिब्बतमा पाउनुभयो त्यो सँगै महासिद्ध गुरु महायोगी गुरु रुम्बुचे पद्मा सम्भावा भन्ने चाहिँ त्यही बेलामा चाहिँ तिब्बतमा चाहिँ पाउनुभयो त्यो बेलामा चाहिँ 8th सेन्चुरीदेखि 9th सेन्चुरीको बिचमा हो त्यो बेलामा तिब्बतमा ठिसोङ देजेन अनि ठिसोङ देजेन त्यसको पछि त्यो सँगै पण्डित महारक्षिता त्यो सँगै महागुरु पद्मा सम्भावा हो उहाँ तिब्बतमा सँगै भएको कारणले फेरि तिब्बतमा चाहिँ फेरि बुद्ध धर्म चाहिँ धेरै फैलायो उहाँ तिब्बतीहरूले भन्नुहुन्छ त्यो बेलामा बुद्ध धर्म तिब्बतमा कस्तो छ भनेदेखि आकाशको अनि आकाशको सूर्य जस्तो भएको छ भनेर त्यस्तो इतिहासमा लेखेको छ अब त्यहाँदेखि भएको गुरु पेदमा सम्भावादेखि भएको धर्म चाहिँ धर्मलाई अनि के भन्छ भनेदेखि नङ्क्युर निङमाको धर्म भन्छ तर त्यो धर्म चाहिँ पहिला चाहिँ इन्डियाबाट बुद्धकै धर्म आएको बुद्ध पेदमा सम्भावादेखि लिएर गुरुहरूले अलिकति फैलाएर अलिकति त्यसमा नयाँ अलिकति तरिकाहरू त्यो बनाएर अनि त्यो निङमाको धर्म भनेर भएको तर निङमाको धर्म भने बुद्धकै धर्म हो निङमाको धर्म भने एउटा शुद्ध धर्म हो निङमाको धर्मदेखि हामीले अनि त्यो सुनेर अध्ययन गरेर चिन्तन गरेर मेडिटेसन अभ्यास गर्यो भनेदेखि हामी बुद्धसम्म पुग्न सक्ने त्यस्तो शक्ति भएको एउटा धर्म हो त्यसको कारणले निङमाको धर्मले भने हामीले सम्मान राख्नुपर्छ त्यसको पछि तिब्बतमा धर्म के भयो भनेदेखि अनि कग्युको धर्म भनेर आएको त्यो कहाँबाट आएको हो भनेदेखि कग्युको धर्म चाहिँ दुईटा हुन्छ एउटा चाहिँ लामा मार्पादेखि आएको कग्यु धर्म हो एउटा चाहिँ अनि खिटुकचुम्बु नेन्जोर भन्ने उहाँबाट आएको एउटा धर्म हो त्यो दुईटै धर्म पहिला कहाँबाट आएको हो भनेदेखि बुद्धैबाट आएको धर्म नालेन्डाबाट आएको धर्म हो कसरी हो भनेदेखि यो मार्पा कग्यु भन्ने चाहिँ लामा मार्पाबाट आएको धर्म भन्छ तर लामा मार्पाले त्यो धर्म कहाँबाट पाएको हो भनेदेखि नालेन्डाको पण्डितता लामा नारुपादेखि आएको फेरि त्यो मार्पाको धर्म एउटा चाहिँ कहाँबाट आएको हो भनेदेखि नालेन्डाको पण्डितता लामा मिटिबाबाट आएको त्यसो कारणले चाहिँ यो कग्युको धर्म भने एउटा नालेन्डा ट्रेडिसनल नालेन्डाको धर्म हो त्यो सँगै अहिले नेन्जोर वाङचु खिटुकचुम्बु नेन्जोरको धर्म भने त्यही हो अब त्यसको पछि चाहिँ के आएको छ भनेदेखि धर्म त्यसको पछि चाहिँ अनि साक्यको धर्म आएको छ साक्यको धर्म भने साक्य खोङमाङदेखि आउनु भएको धर्म हो साक्य खोङमाङमा भनेको त्यो उनीहरूको धर्म भने इन्डियाबाट बुद्धबाट आएको नालेन्डाबाट आएको हो किनभनेदेखि साक्य खोङमाहरूको सबभन्दा महान गुरुको यो महायोगी बिरुवापा हो महायोगी बिरुवापा भन्ने चाहिँ नालेन्द्रको एउटा महायोगी हो नालेन्द्रको एउटा महायोगी बिरुवापाले आफ्नो धर्म चाहिँ साक्य खोङमाले दिनु भएर साक्यबाट आएको एउटा ट्रेडिसनल हो त्यसो कारणले साक्यको धर्म पनि बौद्धै धर्म हो साक्यको धर्म पनि बुद्धकै धर्म हो साक्यको धर्मदेखि हामीले अनि बुद्धसम्म पुग्न सक्ने त्यस्तो छ त्यसो कारणले हामीले साक्यको धर्मले पनि मान्नुपर्छ यो बुद्धको धर्म हो भनेर ढोग्नुपर्छ सम्मान गर्नुपर्छ त्यसको पछि चाहिँ अनि के आएको छ भनेदेखि गिलुक्पा भन्नेको धर्म आएको छ गिलुक्पा भन्ने धर्म चाहिँ कहाँबाट आएको छ भनेदेखि चोङखाबादेखि आएको जम्बुलामा चोङखाबा लोसाङ ठाप्पा भन्छ फेरि चोङखाबा भन्ने चाहिँ कस्तो हो भनेदेखि चोङखाबा भन्ने चाहिँ एकमा चाहिँ अवलोकनी शिवाराकै टुल्पा रिइन्कर्नेसन अवतारी दुईमा चाहिँ मञ्जुश्रीको अवतारी तीनमा चाहिँ वज्रपाणीको अवतारी त्यसको कारणले चोङखापाको गुरुले चोङखापाले के भन्नुभएको भने मिङमे सेवे तेर्चिन चेरेसिक ढिमे खेलो ओम्बु जम्बेया
대공말을 점제 싸매다 강진 케베 쪽에 속하바 로산 잡이 샤로 차철로 마네라 뜻도 봐도서 소아데 차철 요टे त्यसो कारणले चाहिँ यो गिलुपाको धर्म भने एउटा बुद्धकै धर्म हो गिलुपाको धर्म भने एउटा महान धर्म एउटा गुण भएको धर्म त्यो धर्मले भने हामी बुद्धसम्म पुग्न सक्नेको एउटा धर्म हो त्यसो कारणले चाहिँ हामीले नपारेको कारणले हामीले नजानेको कारणले हामीले ध्यान नदिएको कारणले फेरि कोही कोहीहरूले भन्छ हिनायाना नराम्रो हो मायाना राम्रो कोही कोहीले भन्छ मायाना नराम्रो हो वज्रयाना राम्रो हो कोही कोहीले भन्छ वज्रयाना राम्रो हो मायाना हिनायाना नराम्रो हो कोही कोहीले भन्छ निङमा राम्रो हो कर्क्यु राम्रो होइन कोही कोही भन्छ कर्क्यु राम्रो हो निङमा राम्रो होइन कोही कोही भन्छ साक्या राम्रो हो गिलु राम्रो होइन त्यस्तो भन्नेहरू उहाँले सोध्नु पर्यो तपाईले के सिकेको छ तपाईले कति पढेको छ निङमाको धर्म परेर नराम्रो हो भनेको हो कि होइन साक्याको धर्म जानकार भएर भने हो कि होइन कर्क्युको धर्म परेर हो कि होइन गिलुको धर्म परेर हो कि होइन केही नपरेर केही नजानेर मेरो बाजेले भन्यो मेरो बाले भन्यो मेरो गुरुले भन्यो त्यो मात्र गरे कुरादेखि हाम्रो बीचमा हिनायाना र मायानाको बीचमा सीमा राख्ने फेरि मायाना र वज्रयानाको बीचमा सीमा राख्ने फेरि वज्रयाना मायाना त्यस्तो सीमा राख्दै राख्दै निङमा र साक्याको बीचमा सीमा राख्ने साक्या र कर्क्युको बीचमा सीमा राख्ने फेरि कर्क्यु र गिलुपाको बीचमा सीमा राख्ने त्योहरू सबै के हो भनेदेखि इग्नोरेन्स जसलाई नलेज छैन त्यो मान्छेले त्यो कुरा चाहिँ फेरि गर्छ त्यसो कारणले चाहिँ हामीले सत्य हामी हेर्ने हो भनेदेखि यदि हिनायानाको धर्ममा चाहिँ नराम्रो हो भनेदेखि हिनायानादेखि अर्हत पुग्ने मान्छे कति छ त्योहरू सबै झुटो हो कि झुटो होइन सत्य हो फेरि मायाना धर्म नराम्रो हो भनेदेखि मायाना धर्मदेखि पण्डित भएको अर्हत भएको अनि बुद्ध भएको कति छ त्योहरू सबै झुटो हो कि वज्रयानदेखि अनि बुद्ध भएको कति छ निङमाको धर्मदेखि कति छ साक्यदेखि कति छ कर्क्युदेखि कति छ गिलुदेखि कति छ यदि त्यो धर्म चाहिँ बुद्धकै धर्म होइन भनेदेखि त्यो पारेर त्यो आवेश गरेर बुद्ध कसो भयो त्यो मोडर्न साइन्स पारेर बुद्ध हुन्छ हुँदैन किन मोडर्न साइन्सलाई बुद्ध हुनेको शक्ति छैन त्यसो कारणले हामीले के गर्नु पर्यो भनेदेखि म यो कुरा चाहिँ त्यस्तै भनेको होइन पोलिटिक्सदेखि भनेको कुरा पनि होइन म आफै पहिला सानो बेलामा गिलुपाको पऱ्यो फेरि बिस्तारै बिस्तारै श्री दलाई लामाजी दोस्तो ज्ञान गुरु पाए फेरि दलाई लामाजी ऊ आफैले भने निङमाको धर्म सुनेछ वाङहरू थापेछ त्यो पनि निङमाको लामासँग उहाँले गर्नुभयो त्यो जस्तो साक्या त्यो जस्तो कर्क्यु त्यो उहाँ आफै त्यस्तो गरेको कारणले उहाँले हामीले भने निङमा राम्रो साक्या राम्रो गिलु राम्रो भन्नुभएको हिनायाना राम्रो मायाना राम्रो वज्रयाना राम्रो भन्नुभयो त्यसो कारणले मैले भने यो गिलुपाको धर्म मात्र नपारेर हिनायानाको के छ हिनायानाको धर्मको के रह्यो मायानाको भित्र के छ वज्रयानाको भित्र के रहेछ निङमाको धर्ममा के भन्नुभएको छ साक्यामा के छ गिलुकमा के छ कर्क्युमा के छ एक एक गरेर पारेर थाहा भएको कुरा त्यो पनि एउटा गुरुसँग सबै त्यो गरेको पनि होइन मैले निङमाको धर्म राम्रो एउटा थाहा हुनुको लागि निङमाको गुरु थापेर मेरो निङमा गुरु तीनटा छ एकमा चाहिँ के भयो भनेदेखि ढुकुङ खेन्से रुमुचे हो दुईमा चाहिँ के छ भनेदेखि अनि खेन्से तुत्तेन रहेछ भने त्यो हो फेरि अर्को पनि मेरो निङमाको गुरु एउटा छ त्यहाँदेखि मैले निङमाको धर्महरू सबै पढेँ त्यो मात्र नभएर दलाई लामैदेखि मैले निङमाको अनि वाङहरू अभिषेकहरू सबै थापेँ त्यो मात्र नभएर ग्रन्थहरू पनि मैले लुङठियाहरू सबै पाएर थाहा भएको कुरा त्यस्तो हो अब फेरि कर्क्यु निङमाको देखि पछि चाहिँ कर्क्यु हो कर्क्युमा पनि मैले नेपालमा आएर कर्क्युको एउटा लामा गुरु राम्रो अहिलेसम्म गुफामा त्यहाँ छाममा बसिएको त्यस्तो लामा एउटालाई मैले लुङठियाहरू सबै लियो
फेरि कयौँको धर्मको भित्र सबभन्दा ठुलो दुईटा हो नारुचुरु भनेर एउटा छाचा छिपो भने यो दुईटै मैले पाएको धर्म हो त्यसो कारणले मैले पारेर भनेको कुरा हो नपारेर भनेको कुरा होइन त्यो सँगै साक्यको धर्म भने लाम्जे भने चाहिँ ठुलो हो स्यापा सिटेल त्यो पनि मैले पारिसकेँ त्यो परेर भने मैले थाहा भएर साक्या घुम रुम्बुचे मैले गुरु थापेँ उहाँदेखि मैले ठियाहरू लिएँ लुङाहरू लिएँ त्यस्तो गरेर चाहिँ ढिलुपामा पनि धेरै परे त्यसको कारणले हामीले राम्रो गरेर हिनायाना महायाना वज्रयाना निङमा कयु सके गिलुको त्यो राम्रो पर्व चाहिँ अब त्यहाँबाट हामीले थाहा हुन्छ त्यस्तो धर्म चाहिँ बुद्धबाट आएको एउटा धर्म राम्रो रहेछ भनेर चाहिँ हामीले थाहा हुन्छ थाहा भयो भनेदेखि रिस्पेक्ट त्यसलाई सम्मान त्यसलाई अनि ढोक्ने त्यस्तो हुनसक्छ त्यसो कारणले हामीले अहिले यो यस्तो टाइममा हामीले ध्यान दिएर हामीले धर्म सबैले राम्रो गर्नुपर्छ बुद्ध धर्म सबैले राम्रो गर्नुपर्छ अब एकमा हामी के चाहियो ओपन माइन्ड इज भेरी इम्पोर्टेन्ट तपाईको मन चाहिँ खुला हुनु पर्यो तपाईको मन चाहिँ खोल्नुस् कुराहरू सबै थाहा हुन्छ मन बन्द गर्नुस् कुराहरू थाहा हुँदैन यो घरको भित्र ढोका छ ढोका बन्द गर्नुस् बाहिरबाट मान्छे भित्र आउन सक्दैन भित्र गएको बाहिर जान सक्दैन हो त्यो ढोका चाहिँ खोल्नुस् बाहिरको मान्छे भित्र आउन सक्छ भित्रको मान्छे पनि बाहिर जान सक्छ त्यसो कारणले ओपन माइन्ड इज भेरी इम्पोर्टेन्ट फर्स्ट त्यसको सँगै सेकेन्ड के चाहियो मन ठुलो चाहियो ब्रड माइन्ड मन जति ठुलो छ त्यति शिक्षाहरू पाउँछ त्यति ज्ञानी हुन्छ मन जति सानो भयो भनेदेखि त्यति शिक्षा पनि सानो हो त्यसो कारणले मन ठुलो हुनु पर्यो त्यसको माथि के हुनु पर्यो एउटा मान्छे अभी पनि मान्छे हो अरू पनि मान्छे हो हिन्दू बुद्धिस्ट भने चाहिँ सेकेन्डमा पहिला हामी सबै एउटा मान्छे हो बुद्धले पनि त्यही भनेको छ त्यसो कारणले हामी एउटा मान्छे भएको कारणले मान्छेको बीचमा प्यार चाहियो माया चाहियो मान्छेको बीचमा धेरै नस्तिक चाहियो मान्छेको बीचमा हामी आफ्नो हेर्नुस् न एउटा मान्छेले दुःख पायो भने उसलाई दुःख हुन्छ नि सुख भयो भने सुखै हुन्छ मलाई दुःख पायो भने दुःख हो सुख भयो भने सुखै हो मेरो पनि सुख उसको पनि सुख मेरो पनि दुःख उसको पनि दुःख त्यो त एउटै हो नि होइन त्यसो कारणले बुद्ध आफैले भनेको छ मान्छेहरू कहिले पनि दुःख नदिऊ सुख दिऊ किन तिमीलाई दुःख भयो भने के हुन्छ रहेछ तिमीलाई सुख भयो भने के हुन्छ रहेछ त्यो उत्तरमा घर्ष एक्जाम्पलमा राखेर अरूलाई भने त्यस्तो सुख दिनुपर्छ दुःख दिनु पर्दैन कुरा चाहिँ उहाँले भन्नुभएको त्यसो कारणले उहाँले त्यसो भनेको छैन बुद्धिस्ट नभएको सबैलाई नसोच के गर्यो भने गर दुःख पायो भने पाओस् बुद्धिस्टहरू चाहिँ राम्रो होस् एक दिन एक शब्द पनि भनेको छैन त्यस्तो बुद्धको ग्रन्थको भित्र एकचोटि पनि त्यस्तो भनेको छैन बुद्धले के भनेको छ जीव जन्तुहरू सबै मान्छे मात्र नभएर जानवरहरूले पनि प्यार गर्नुपर्छ जानवरहरूले पनि दुःख दिनु हुँदैन त्यो सुख दिनुपर्छ भन्ने कुरा चाहिँ त्यसो कारणले उहाँले हिंसा भने चाहिँ छोडेर चाहिँ अहिंसा भनेको कुरा चाहिँ उहाँले राखेको त्यो अहिंसाको कुरा चाहिँ बुद्धिस्ट मतले गरेको कुरा होइन अहिंसा भने चाहिँ जीव जन्तुहरू सबैलाई अहिंसा गर्नुपर्छ ऊ सबैले दुःख दिनु हुँदैन त्यो जनावरहरू भने काट्नु हुँदैन त्योहरू कुरा चाहिँ कसले राखेको हाम्रै बुद्धले राखेको कुरा हामीले काममा लिनु पर्यो फेरि बुद्धले त भन्छ हामी नगर्ने भनेदेखि अब बुद्धको चेला राम्रो होइन बुद्धको कुरा सुन्नेको चेला होइन मुखबाट बुद्धले त्यो गर्ने स्वीकार गर्ने है कामबाट नगर्नेदेखि नहुने त्यसो कारणले चाहिँ हामी त्यसो है हामीले के गर्नु पर्योदेखि बुद्धले पहिला मान्छेको बीचमा प्यार हुनुपर्छ मान्छेको बीचमा चाहिँ राम्रो हुनुपर्छ भन्ने कुरा चाहिँ राखेको छ त्यो हामीले त्यसको तल बुद्धले के भनेछ मेरो चेलाहरू सबै अनि मिलजुल गरेर बस्नुपर्छ भनेर कुरा राखेको छ त्यसो कारणले हामी एउटा बुद्धकै चेला भएर हामी जहिले पनि हामी भन्छ हामी बौद्ध हो भन्छ हामी हाम्रो यहाँ प्रोग्राममा भने अहिले के अरे बुद्ध जयन्ती भनेर हामी सबैले मान्छ नि
त्यो बेलामा हामी सबै बौद्ध हो भनेर हामी सबै एकट्ठा गरेर आउँछौँ होइन त्यसो कारणले अब हामीले पनि बौद्ध हो भनेको कारणले हामी नस्तिक बन्नुपर्छ फेरि एकमा हामी मान्छे हो भनेर धेरै प्यार गर्नुपर्छ नस्तिक दुईमा चाहिँ हामी एउटा बौद्ध हो भनेर नस्तिक बन्नुपर्छ बौद्ध हो भन्दै भन्दै ऊ हो म हो हाम्रो हो तिम्रो हाम्रो समाज तिम्रो समाज हाम्रो यो किलुपा तिम्रो किङिङमा पा कक्युपा हिँड्दा त्यस्तो कुराहरू चाहिँ गर्नु हुँदैन त्यस्तो गरेर चाहिँ हामी सीमा धेरै राख्नु हुँदैन यस्तो धेरै राख्यो भनेदेखि पछि के हुन्छ भनेदेखि फेरि बुद्ध त बुद्धै हो उहाँको मन उहाँको विचार उहाँको ज्ञानदेखि यसो हेर्दाखेरि मेरो चेलाहरू सबै सीमा राखेर यताउता पक्ष गर्छ खतम एक वापसमा शब्द गरेर बस्छ भनेर उहाँको मनमा पनि त्यस्तो आउँछ त्यसो भयो भनेदेखि उहाँलाई पीर हुन्छ उहाँलाई गाह्रो पर्छ एउटा बामा एउटै भएको छोराहरू बीचमा के कुरा गरेर नमिलेर यताउता त्यो जुतेर त्यस्तो बस्यो भनेदेखि त्यो बाआमाले सुख हुन्छ बाआमाले पीर हुँदैन हुन्छ नि त्यही जस्तो हाम्रो बाआमा सबै बुद्धै हो फेरि बुद्धले आफ्नो चेलाहरू सबै मिलजुल गरेर बस भन्दै हामीले चाहिँ फेरि सीमा राखेर यताउता गऱ्यो भनेदेखि फेरि बुद्धलाई पनि धेरै गाह्रो हुन्छ त्यसो कारणले हामी त्यस्तो गर्नु हुँदैन त्यो एउटा कुरा चाहिँ हामीले राख्नु पर्यो अब त्यहाँदेखि म के जान्छु भनेदेखि त्यस्तो बुद्धले मैले भनेको जस्तो अहिले वाराणसीमा फेरि त्यसको पछि राजगिरमा फेरि त्यसको पछि वैशालीमा फेरि त्यसको पछि अमरवतीमा उहाँले बुद्ध धर्मको चक्कर धर्मदेश दिनुभयो त्यसको पछि चाहिँ अघि भनेको जस्तो गरेर चाहिँ महापण्डितहरूले त्यहाँदेखि कलेज नालन्दा कलेजहरूले साम्राज्य गर्नुभयो त्यहाँदेखि चाइना तिब्बत कहाँ पुगेर त्यो भयो अब बिस्तारै के भयो भनेदेखि बुद्धको धर्म चाहिँ हामी भन्छ यो तिब्बतको त्यो तिब्बतहरूको एउटा महान विद्वानहरू भन्छ सांघिक हित्यमध्ये सेवा मेबे छेताङ छेर दोनमजीकी शेरब चौर छेबे छे भन्छ त्यसको मतलब के हो भनेदेखि हाम्रो बुद्धको धर्म चाहिँ अहिंसाको धर्म हो करुणाको धर्म हो एउटा फेरि हाम्रो बुद्धको धर्म चाहिँ के हो शेरब चेङ हित्यम्बा भने चाहिँ बुद्धि भएको धर्म हो आन खर्सा तिमिङले थेपामुङले अन्धविश्वासको धर्म होइन हाम्रो धर्म चाहिँ के हो भनेदेखि शेरब छोकित्यम्बा भने चाहिँ बुद्धि ठुलो बुद्धि महाबुद्धि भएको धर्म हो भनेर कुरा चाहिँ हामीले गर्छ त्यो हामीले थाहा त्यसको कारणले हाम्रो यो बुद्ध धर्म चाहिँ एसिया कन्ट्रीमा मात्र नबसेर बिस्तारै युरोपमा पनि फैलायो फेरि बिस्तारै अमेरिकामा पनि फैलायो हुनु अमेरिका भने चाहिँ यो शिक्षामा धेरै विकास भएको फेरि इन्भाइरोमेन्टदेखि लिएर फेरि बाहिरको मेटेरियल इम्प्रुभमेन्ट विकासदेखि लिएर अमेरिका भनेदेखि अहिले वर्ल्डमा टप फेरि युरोप पनि त्यस्तै टपमा छ धेरै राम्रोमा छ अब त्यहाँ युरोप अमेरिकामा आफ्नो धर्म छ क्रिस्चियन धर्म पनि छ तर आफ्नो धर्म पनि छ आफ्नो शिक्षा पनि छ पैसा पनि छ धेरै विकास छ त्यो हुँदै बुद्ध धर्मले किन माने त्यो मान्ने अनि कुइरीहरू पनि त्यस्तो थोत्रो कुइरीहरू होइन त्यो कुइरीहरू पनि शिक्षा भएको कुइरी धेरै अनि खर्सा बुद्धि भएको विद्वान भएको त्यस्तो
माइन्ड एन्ड लाइफ कन्फरेन्स भने चाहिँ धेरै ठुलो एउटा मिटिङ हो। यो संसारमा सबभन्दा ठुलो एउटा मिटिङ हो। त्यसमा म 2-3 चोटिको आएको थियो। त्यसमा चाहिँ को आउँछ रहेछ? एकमा साइन्टिस्टहरू, धर्मलाई नमान्ने साइन्टिस्टहरू त्यहाँ आउनुहुन्छ, फिलोसफरहरू, एजुकेटेडहरू, त्यस्तो ज्ञानी भएको, शिक्षा भएको त्यस्तोहरू चाहिँ त्यहाँ आउनुहुन्छ। फेरि त्यो सँगै यताबाट हाम्रो बुद्धिस्टदेखि दलाई लामाजीदेखि लिएर केसी खेम्बुदेखि लिएर त्यहाँ चाहिँ जानुहुन्छ। त्यो मिटिङमा बस्नु बेलामा चाहिँ हाम्रो यो बुद्ध धर्ममा भएको कुराहरू चाहिँ त्यहाँ राख्ने। हेलो, यसो गरेको राम्रो होला। अहिले बत्ती गएको कारणले 10 मिनट जस्तो अलिक ब्रेक राख्छ। हजुरहरूले पनि अलिक त्यो हुन्छ, मलाई पनि त्यो हुन्छ। अनि पानी खाने, चिया खाने कस्तो 10 मिनट ब्रेक। यसो गर्दा अलि 10 मिनट ब्रेक गरौँ। यसो पिसाब गरेर पानी पिउँदै एकछिन गर्नुहोस्। फेरि 10 मिनटपछि आउनुहोस् है, म बत्तीको व्यवस्था हुन्छ। अनि धेरै तपाईँहरू उपस्थित